हेलो एभ्रिवान गाइस, सबैजनालाई दर्शन नमस्ते। म यो सानो भिडियो क्लिप 2-3 मिनेटको क्लिप बनाउँदैछु। म के लागि बनाउँदैछु भन्दाखेरि अहिले जति पनि रोमानियाको यस सिटीमा रहेको मेडो कम्पनीमा आउने नेपाली दाजुभाइहरूको जति पनि भिजा लागेछ, कङ्ग्रेचुलेसन। र तपाईहरुले यसमा सुन्नुपर्ने कुरो के छ भन्दाखेरि तपाईँ या म जोसुकै होस्, एग्रिमेन्ट गराइन्छ नेपाल मेन पावरले 60देखि लिएर 70,000सम्म 22 दिनको 8 घण्टाको बेसिक सेलेरी। तर त्यो कम्पनीमा चाहिँ त्यो सिस्टम छैन है। र के छ भन्दाखेरि तपाईहरुको त्यहाँ आइसकेपछि घण्टा सिस्टमले काम गर्ने हो। घण्टाको 10-12 रुपियाँमा काम लेईमा काम गर्ने हो। 10-12 लेईमा काम गर्ने हो। त्यहाँको रोमानियाको पैसा लेई हो। 10-12 लेईमा काम गर्ने हो। म पनि त्यही कम्पनीमै काम गरेर आएको। के छ भन्दाखेरि त्यहाँको सिस्टम भनेको तपाईको बेसिक सेलेरी दिन्न, घण्टा सिस्टमले दिन्छ। अब नेपालबाट मेन पावर र एजेन्टहरूले चाहिँ तपाईको 60देखि लिएर 70,000सम्मको एग्रिमेन्ट गरेको हुन्छ। 22 दिनको 8 घण्टाको। त्यो चाहिँ हामीले पाउँदिन त्यहाँ आइसकेपछि। मैले पाएन हैन, कसैले पनि पाउँदिन त्यो हैन। के छ भन्दाखेरि नेपाली दलाल र नेपालको मेन पावरले पैसा तपाईको अहिले 8 लाख 9 लाख रुपैयाँ उठाइरहेका छन् है। 8 लाख 9 लाख रुपैयाँ पैसा उठाइरहेका छन्। त्यो पैसा तपाईहरुले त्यत्रो 8 लाख 9 लाख रुपैयाँ पैसा नदिनुस्, किनकि तपाईको एग्रिमेन्ट अनुसार तपाईले पैसा पाउनुहुन्न। तपाईले एग्रिमेन्ट अनुसार तपाईले पैसा पाउनुहुन्न। त्यहाँ आइसकेपछि तपाईले घण्टा सिस्टमले पैसा पाउने। 8 लाख 9 लाख पैसा नदिनुस्। म त यो भन्छु, सबै खर्च यताउता दलाल त हुन त रोमानियासम्म पनि छ। रोमानियाकै लोकल मान्छे दलाल छ हैन। उले नै हो सबै चीज गर्ने। नेपालको दलालहरु त यताउता मेन पावरहरु त यताउता गर्ने मात्रै हो हैन। मेन गर्ने चाहिँ उले हो। तर के छ भन्दाखेरि 8 लाख 9 लाख पैसा चाहिँ नदिनुस् तपाईहरुले। किन भन्दाखेरि त्यो 8 लाख 9 लाख पैसा तपाईले उठाउन अब 2 वर्ष लाग्छ त्यहाँ आइसकेपछि है। कम्पनीको माहौल खराब छ तपाईको हैन। नेपाली चम्चाहरु त्यस्तै छन् त्यो कम्पनीमा। हेर्नु 2-4 जना नेपाली चम्चाहरु छन्। मैले आज भन्दा केही 2-4 महिना अगाडि नेपाली त्यही मेडो कम्पनीमै भएका हाम्रै नेपाली दाजुभाइ नेपाली चम्चाहरुको मैले केही फोटोहरु पोस्ट पनि गरेको थिएँ फेसबुक सामाजिक सञ्जाल मार्फत। उहाँहरूले धेरै रोइधोइ गर्नुभयो हैन। त्यही भएर मैले चाहिँ उहाँहरूको के रे फोटो चाहिँ मैले डिलिट गरिदिएको हुँ सामाजिक सञ्जालबाट। र नेपाली चम्चाहरु धेरै छन् त्यहाँ। कम्पनीको फेसिलिटी चाहिँ तपाईँ कम्पनी चाहिँ धेरै राम्रो छ हैन। कम्पनीको साउहरु चाहिँ राम्रा हुन्। तर कस्तो हो भन्दा कम्पनीको म्यानेजमेन्ट चाहिँ कम्पनी चलाउने चाहिँ खराब छन्। त्यहाँको क्याम्बोस यताउता हैन। नेपाली चम्चाहरुले खत्तम बनाएको छ त कम्पनी। 8 लाख 9 लाख रुपैयाँ नदिनुस्, किनभने तपाईहरुले धेरै दिएको 4 लाख 5 लाख दिनुस्। तपाईले गरेको एग्रिमेन्ट अनुसारको पैसा पनि पाउनुहुन्न। आइसकेपछि घण्टा सिस्टमले काम गर्ने हो। अब तपाई आफै बुझ्नुस्, आफै जान्नुस् हैन। अब युरोपको भिजा लागेछ खुसी